Brought to you by परिवारलाई राख्छ स्वस्थ र खुशी हर्पल चामल। अब विस्पर छ त कदम बढाऊ। You're watching Gantipur Television. This is me, Amit Chetri. The कार्यक्रम का नाम हो Universe. This is What the Swap. All right. Thank you very much, ladies and gentlemen. Welcome to What the Swap. Thank you. Thank you very much. मजाक में उपस्थित भइसकेका छौँ। मजाक में यो प्रोग्रामको मजा लिनुस् यार। हाफ एन आवर अब तपाईँ र हामी सँगसँगै। दर्शक तपाईलाई एउटा प्रश्न त्यो के भन्दाखेरि सबैलाई तपाईलाई पनि यस लोग्ने मान्छेको मन ठुलो हुन्छ कि स्वास्नी मान्छेको भन्नुस् लोग्ने मान्छेको मन ठुलो कि स्वास्नी मान्छेको लोग्ने मान्छे स्वास्नी मान्छे कसो स्वास्नी मान्छे वास्तवमा हेर्नुस् मन ठुलो लोग्ने मान्छे म लोग्ने मान्छे भएर लोग्ने मान्छेको पक्ष लिएको होइन आई क्यान प्रुभ इट हेर्नुस् स्वास्नी मान्छेको मनमा के हो हदै भयो भने उसको को बस्छ स्वास्नी मान्छेको मनमा हदै भयो भने उसको श्रीमान वा उसको बोयफ्रेन्ड तर लोग्ने मान्छेको मनमा आफ्नो श्रीमती श्रीमतीको साथी साली छिमेकीको श्रीमती सोल्टिनी अनि श्रीमतीको बेस्ट फ्रेन्ड सबैजना अटाउँछ भनेपछि लोग्ने मान्छेको मन वास्तवमै ठुलो हुन्छ धेरैजना अटाउने यतिले पनि पुगेन मान्नुहोस् तपाईँ हेर्नुहोस् बसमा हिँडिरहनु भएको छ यस यो ट्राभलिङ बसमा अब तपाईको काँध केटीको काँधमा यसरी झुन्डिरहनु भएको छ बस चलिरहेको छ तपाईको कुइनोले केटीको काहीँ छोयो केटीले मार्यो के गरेको के गरेको तेरो घरमा दिदी पनि छैन सुन्छ तँलाई तँलाई डाका तँलाई कुकुर तँलाई भात मार कस्तो बेशरम रहेछ नि आफूलाई आउने जति सबै गाली तर त्यही घटना उल्टो होस् केटीले केटालाई काहीँ छोस् केटो केही बोल्दैन आनन्दले त्यो बसमा बसिरहन्छ उसको सेफ्टी पिनले आफ्नो जिउ घोचिरहेको हुन्छ तर केही बोल्दैन पुरै जिउ दिन्छ यसरी पुरै जिउ नो डिस्टर्ब घोचिरह मजाले बसिरह पिन कुनेमा ओर्लिने मान्छे धुली खेल गरेर ओर्लिन्छ तर त्यो केटीलाई केही भन्दैन डिस्टर्ब भनेपछि यही कुरा प्रुभ हुन्छ कि लोग्ने मान्छेको मन ठुलो हुन्छ Got my point? Anyway, यो ठुलो मनका साथसाथै सानो ब्रेक लिनुपर्ने बेला भएको छ लेट्स गो एन्ड मेक सम मनी पैसा पनि त चाहियो नि सो वी गोइङ फर आवर फर्स्ट कमर्शियल ब्रेक Brought to you by परिवारलाई राख्छ स्वस्थ र खुशी हर्पल चामल अब विस्पर छ त कदम बढाऊ डाबर ग्लुकोज टी नेपालमा सर्वाधिक बिक्री हुने ग्लुकोज मात्र एक ग्लासले दिन्छ नन स्टप एनर्जी छोरी पिकनिक जाँदैछौ पानी पर्छ होला अम्ब्रेला लिएर जाऊ है बाइ सी यू माय मम इज स्मार्टेस्ट हो तिमी स्मार्ट छौ तर बाथरुम बाहिरको त्यो ओसिलो भित्ताको लागि पनि केही गर न म के गरौँ ड्रइङ रुमबाट त्यो भित्ता कस्तो नराम्रो देख्छ बजारमा पाउने सबै प्रकारको केमिकल प्रयोग गरिसके तर कुनै कामै लाग्दैन एशियन पेन्ट स्मार्ट केयर छँदैछ नि स्मार्ट केयर एशियन पेन्ट स्मार्ट केयर जसले तपाईको घरको भित्ताहरूलाई ओस लाग्नु पानी चुहिनु र लेउ लाग्नबाट बचाउँछ केयरिङ मात्र हैन स्मार्ट बन्नुहोस् स्मार्ट केयर प्रयोग गर्नुहोस् झुटो बोल्छन् ती मानिसहरू जो भन्छन् उनीहरूलाई डर लाग्दैन डर सबैलाई लाग्छ डरसँग नडर त्यो भन्दा अघि बढ किनकि डर भन्दा अघि जित्छ माउन्टेन भ्यू डर भन्दा अघि जित्छ See for the 8th Kriti Awards. Vote for most popular TVC. Nominees are Jagadamba Steel's Nepali Mon. Welcome ad.
Red Bull Cash Pull, 80 Factor Private Limited. Encel, IM Encel, Max Legends Private Limited. Ambe Steel Bhitrai Dekhi, Avani Advertising Private Limited. Real School of Nepal, Outreach Nepal Private Limited. Run Shoes, Navayuk Media Solutions. Site CVC space ABCDEF and send to 3536. Supported by Secret the 8th Kriti Awards. Be smart, be creative. Hello and welcome back to What the Flop. All right, thank you very much, ladies and gentlemen. Thank you very much. दर्शक एउटा खबर के आएको छ भन्दाखेरि एकजना गाविस सचिव लाखौं रुपियाँ लिएर फरार. यस, अहिलेसम्म समात्न सकिएको छैन. अरे समात्न सिम्पल छ. त्यो क्षेत्रको जो सभासद हुनुहुन्छ उहाँलाई समात्नुहोस्. सभासदलाई समातिसकेपछि गाविस सचिव आफै आइहाल्छ. किन? अरे यार मेन डनलाई समातिसकेपछि फ्याउरे स्याउरे यो मुसा डनहरू त आफै आइहाल्छ नि. कुरा सिम्पल छ. कुरा बुझ्नु. अर्को खबर के भन्दाखेरि सिराको जेलमा अब सीसी क्यामेरा लगाइएको छ. यो क्यामेरा लगाए पश्चात त्यहाँका कैदीहरूबाट नुहाउने धुवाउने सफा सुग्घर हुने चिटिक्क परेर बस्ने गर्ने गर्नुभएको छ. किन? त्यहाँका एकजना कैदीले भन्दै हुनुहुन्छ, या सुन र मलाई क्यामेरा लगाएछ कि यहाँ जेलमा त अलिकति हिरो बनेर बस्नु पर्यो. बुझ्नु भएन? क्यामेरा लगाएछ. आज क्यामेरा लगाएछ, भोलि डिरेक्टर आउँछ, पर्सि प्रड्युसर सब त यहीँ आउने हो. हिरो न्युरोन पनि कुनै लाफ्रा गरेर यहीँ हाल्छ. पछि त सिनेमा यहीँ बनाउनु पर्छ कि त्यही भएर हिरो बन्ने भाइ भनेर सबजना चिटिक्क गरेर बसिरहेको छ. दर्शक खबर अर्को के छ भन्दाखेरि यो पालिको बजेट 6 अर्ब भन्दा माथि हुन्छ अरे. 6 अर्ब भन्दा माथि सिम्पल कुरा हो यार. अब त्यतिका सभासद छन्, तिनीहरूलाई बाँड्नै पर्यो. उच्च पदस्थ अधिकारी, कर्मचारी, ठेकेदार सबैलाई बाँड्दा बाँड्दा त 6 अर्बले पुग्ला र? माधवजी के हो, 6 अर्बले पुग्छ? पुग्ला नै. जो 6 अर्बले सबैलाई पुगाउने रे. हामीलाई के? हामीलाई आलु. अरू जनताले त आलु. अब अर्बौं अर्बको खेला भइरहेछ. जस सबैजना खुसी हुन्छ 6 अर्ब भनेर जनता भाइ. अनि दर्शक यो जनताले कहिले पनि राहत साहत यो सेवा केही पनि पाउँदैनन्. तर यो नेताज्यूहरू हुनुहुन्छ नि, उहाँहरूलाई अलिकति केही भयो कि राष्ट्रिय सेवा होइन अन्तर्राष्ट्रिय सेवा लिन जानुहुन्छ. त्यस कारणले त भ्रष्टाचार भइरहेको खबर दिनका दिन आउने गर्छ. पत्याउनु भएन? हेर्नुहोस् एकपल्ट. गुड इभिनिङ. गुड इभिनिङ. यो भन्न अङ्ग्रेजीमा आउने 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 अङ्ग्रेजी फर्न भन्ने के भएको भन्नु. ए त बोस, भेरी बिग बोस, मिनिस्टर अफ नेपाल. How big? Tooth painting, night more added, all night batak. What is this is saying here? Tooth painting. Okay? Tooth painting here. Constitution no concentration because of tooth. No concentration. A tissue खाएगी सिरिंगा, टाटो खाएगी जिरिंगा. एकदम पेन, स्टोप पेन के I see father's marriage. बाको बिहे देखने के लिए टूटिया है. So we come from 7 ocean cross. भने 7 समुद्र पारी भनेको बुझिन्छ त्यसले बुझाउँछ. You know, flying, aeroplane flying, 7 ocean cross and landing and come. Very funny English, good English. हजुर, अस्ति हजुरलाई बियर खान मन लागेको बेला मैले दाँतले फ्याक्ट बियर खोलिदिएर नि. दाँत त मरे बेला भएछ. माथितिरको बङ्गाएर पनि असाध्यै, त्यो बुद्धि बङ्गाएर पनि असाध्यै दुखेको छ होइन. अरूसँग यसो आएको बेला म पनि चेकअप गराउँ कि भने. Wait.
लिडर मिनिस्टर कौन मिनिस्टर एंड जब कार्यकर्ता तो फेरि झारपात लाग्दै 11 तेरो बुद्धि मङ्गला होइन त्यो बुद्धि निकालिदिनु टाउकोबाट ननसेन्स I come for my kid. तेरो जातो त्यही गरेर ढाले ठिक पारिहाल्नु नि गरिब you stay in Nepal. You come here. हेर्न हावा खा भात मार तँलाई वही बिहेको यहाँ मसँग चाहिँ बराबरी गर्नु खोज्दैछ यार मैले त जहाँ मिल्छ मैले जुत्ताको ठाउँमा तैँले जताउन मिल्छ भन्छ तेरो यही मैले बुद्धि बगाएर झाड्यो त्यो झाड्यो त्यो झाड्यो What is this? This is fish. What is your fish? No problem. Money, lots, government pay. No problem. $. Tell me what? ए हजुर तपाईँ दाँत दुखेर विदेश आइहालेको बेला उहाँको पनि त दाँत देखाइदिए भइहाल्यो नि यो भाषा त नेपाली प्रश्न त्यही भनेको मैले त विदेशी हप्सी होला भनेको त नेपालको लप्सी पो रहेछ यो नेपाल हो घर जनकपुर हो हाम्रो घर हजुर त्यही त भने फेरि हजुर विदेश आइहालेको बेला उहाँको पनि दाँत देखाइदिए भइहाल्यो नि खाने कुरो के भन्दाखेरि भयो यो चाहिँ कार्यकर्ता भनेको यो कार्यकर्ता यो नेपालको कार्यकर्ता मेरो कार्यकर्ता नेपालको तलब खान्छ नेपालको नुन खान्छ यो नेपालकै रोग हो क्या यसलाई नेपालमै उपचार गर्छ यसको शरीरमा नेपालको नुन छ क्या तपाईँकोमा के को नुन छ बाउ मेरो त विदेशको अलिअलि तलब छ विदेशको नुन छ है टाटा नमक लगाएको लाइफ झिङ्गा लाला भने जस्तो छ क्या त्यो त्यस्तो होइन यसको त उपचार अब भन्दाखेरि मेरो चाहिँ फेरि भयो यही आएर मात्रै हुन्छ शरीरमै विशेष किसिमको विदेशी नै छ क्या घुसेको त्यसरी विदेशमै आउनुपर्छ भनेको सोलिस ए हजुर तपाईँको दाँतको एक्सरेको रिपोर्ट हेरेँ साथै अन्य रिपोर्ट पनि मैले हेरेँ त्यस्तो ठुलो केही लागेको छैन तपाईँको त्यो सानोतिनो किरा लागेको छ त्यस्तो सानोतिनो किराको लागि तपाईँ विदेशसम्म यत्रो खर्च गरेर आइहाल्नु भएको छ हजुर तपाईँ त हात गरिदिनुहुन्छ हजुर त्यही त भने मेरो डाँडा शान्ति किरामा ल्याएको के भन्छ यो मेरो डाँडा किरा लागि जिरा लागि हिरालाई टल्किरी हेर्दैन एकदम थाहा हुन्छ एउटा लाउन लेख्न दिनुहुन्छ अर्को यो केटी चाहिँ त्यही त मान्छे दुइटालाई फुट्लाएर यो मेरो किरा म विदेशमै मार्छ नि त त्यहाँ पैसा होइन कुरा गर्छु बिहेको हेर्नुहोस् त आफू चाहिँ यहाँ बसेर चाहिँ जनकपुरको मान्छे सिङ्गापुरमा आएर बसेर डलरका डलर खाइरहेको अर्काले चाहिँ नेपालको धेरै देशभक्ति कुरा गरेर तेरो पनि दाँतमा यस्तै हिर्काएर टिटानस लगाइदिनु नेपालमा चाहिँ तल भनौँ भने विनिड विदेशी डक्टर जोनफ सिनायन एन्ड एनान्डेस वासिम अक्राम त्यसको फिक्स टाइम एकछिन फुक्दै थिएँ कानमा नपुग तेरो बाउको डाँडको हेर आफू डलर खान्छ अर्को त्यही छ नि त्यही त तपाईँले फाइनेन्स वासिङ मकराम नेपालको नेता यति रोलाए पनि विदेश आउँछ त विकास आलु हुन्छ यो प्रसङ्गपछि भने हामीले दोस्रो व्यापारिक विश्राम लिनुपर्ने बेला भएको छ कहीँ नजानुहोस् हामी उपस्थित भइहाल्छौँ रिमोसन राख्नुहोस् आइहाल्यो कुरा हामी इतिहास पढ्ने मान्छे होइन क्या खुद इतिहास बनाउने मान्छे उहाँले बनाएको इतिहास चाहिँ संरक्षित होस् भन्ने हाम्रो भनाइ दर्शक एउटा अन्तर्वार्तामा डाक्टर बाबुराम भट्टराई ओभियसली माओवादीको क्या डाक्टर बाबुराम उहाँले भनिदिनु भएको छ देशमा मैले चाहिँ पुतली जस्तो प्याटी बनाउनु खोजिया हो यो खबर सुन्ने बित्तिकै मेन नायक उहाँलाई रिस उठिहाल्यो उहाँले भन्नुभएको छ मैले निश्चितै रूपमा यहाँ हेर्नुहोस् यहाँ उपाध्यक्षको एकदमै ठुलो षड्यन्त्रै मैले देखेको छु
पुतली जस्ता राम्रा भन्नु बित्तिकै आफ्नै घरमा भएका श्रीमतीलाई अलिकति नै संकेत गरे जस्तो लाग्यो मलाई। उहाँले चाहिँ आफ्ना श्रीमतीलाई हाबी बनाइकन यो पार्टीलाई नै उहाँको आफ्नै छवि अनुसारले विकास गर्ने भन्ने उहाँको योजना जस्तो लाग्यो मलाई। यसमा घोर आपत्ति छ। पुतलीका साथ पुतला भने चाहिँ मलाई अलिकति मिल्थ्यो, तर यो पुतली भन्ने शब्द मलाई मन परेन भन्ने मलाई लागिरहेछ। घोर विरोध हुन पनि उहाँहरूको बिचमा बडा सुन भइरहेको छ। तर खबर आएको छ कि उहाँहरूको कुरा मिल्यो रे। यो राम्रो खबर हो। तर कुरा कसरी मिल्यो, के गरी मिल्यो, हामीले यसो विचार गरे हेर्ने कोसिस गरेका छौँ। हामीले गरेको विचार जस्तै तपाईँ पनि विचार गर्न चाहनुहुन्छ भने हामीले गरेको विचार तपाईँलाई देखाइहाल्छौँ। एकचोटि हेरिहाल्छौँ। दर्शक महानुभावहरू, यतिखेर वार्ता चलिरहेको छ। अध्यक्ष कमरेड डाक्टर भट्टराई बीच वार्ता भइरहेको छ र यहाँलाई हामीले पल पलको जानकारी गराउनेछौँ र यसरी होइन तपाईँ त लड्नु भयो नि त। को लड्यो? कसले निकाल्यो तपाईँलाई? निकाल्यो रे? कसले निकाल्यो? यो त मेरो बाहिर आउने स्टाइल हो। अनि भित्र के भइरहेछ त? के भइरहेछ भित्र? भित्र वार्ता भइरहेछ, घमासान वार्ता भइरहेछ। भित्र के भइरहेछ? भित्र वार्ता भइरहेछ, बडो सौहार्दपूर्ण वातावरणमा वार्ता भइरहेछ। अनि अध्यक्ष महोदय त तपाईँसँग एकदमै रिसाइरहनु भएको जस्तो भइरहेछ नि त। के हो खास? त्यस्तो खास के पनि होइन। मैले उहाँको छोरा बुहारीको बारेमा, बस्ने घरको बारेमा, चढ्ने गाडीको बारेमा, लाउने घडीको बारेमा, पलङको बारेमा कुरा गरेको अलिकति रिसाएको जस्तो मात्रै गर्नुभयो, खासै रिसाउनु भएको छैन। दर्शक महानुभावहरू, हामी यहाँलाई यथाशीघ्र चाहिँ यसको जानकारी दिनेछौँ। तर त हाना जस्तो पनि भइरहेछ भने मैले निश्चित रूपमा मैले तपाईँलाई भनिसकेको छु। अब मैले भनेको कुरा तपाईँले मान्नै पर्छ। यस्ता कुरा गरेर मैले हुँदैन भन्ने कुरा मैले 1000 चोटि नै भनिसकेको छु। मेरा कुरा तपाईँ सुन्नुहोस् भने। भित्र के भइरहेछ बताइदिनुहोस् न। मैले निश्चित रूपमा भित्र गहन किसिमकै वार्ता भइरहेछ। मैले भन्नुपर्छ, त्यो चाहिँ भन्नुपर्छ। होइन, आवाज त अर्कै आइरहेछ। एकदमै अप्रिय आवाजहरू सुनिरहेछौँ हामीले। तपाईँले मेरो कुरा सुन्नुहोस्। वास्तवमा भन्दाखेरिलाई एउटा कुरा चाहिँ निश्चित रूपमा हामी चाहिँ अलिकति 12-13 वर्ष नै चाहिँ बम बारुद र गोला बारुदसँग खेलिया मान्छे पर्यौँ। त्यसकारण हाम्रो आवाज पनि अलिकति बम बारुद जस्तै चर्का हुन्छ भन्ने कुरा तपाईँले पनि विचार गर्नु पर्यो। त्यसकारणले गर्दा चाहिँ हाम्रो आवाज त्यस्तै चर्का भएका होइन। एउटाले लान्छ फेरि अर्को तान्छ। के तपाईँको कुरा मात्रै कति सुन्नुहोस् भन्नुहोस् त। तपाईँको मात्रै कति कुरा सुन्नु, तपाईँ मेरो कुरा सुन्नु। देशी के भन्नु गाला फुट्ने प्रेम हिर्का चाहिँ भन्दाखेरि मलाई वास्तवमै एकदमै लाटो रिस उठेछ। मैले तपाईँलाई लाटा रिस उठिया चाहिँ होइन, तपाईँको लाटा रिस होइन। म तपाईँलाई चाहिँ बाठै हुने गरेको चाहिँ अहिले फेरि बाटा निकाल्ने गरी हान्छु तपाईँलाई। हेर्नुहोस्, वास्तवमा मलाई तपाईँले असाध्यै रिस उठाइसक्नु भएको छ। तपाईँको कोखामा हिर्काएर पानी पित्त फुटालिदिन्छु म। मैले भनेको कुरा चाहिँ बुझ्नुहोस्। म तपाईँले मैले भनेको कुरा होइन। वास्तवमा के वास्तवमा भन्नु, मेरो वास्तवमा के वास्तवमा भन्दाखेरिलाई भन्ने मात्रै हुन्छ र। तपाईँको त चोट देखिन्छ नि। यो चोटको दाग के हो? खासै के चोट ल्याउने त्यस्तो के पनि होइन। वार्ता भइरहेछ, गहन किसिमको वार्ता भइरहेछ। यो 3 दिन 3 रात वार्ता भएको हुनाले यो चाहिँ अलिकति डार्क सर्कल जस्तो मात्र हो, चोट होइन नि। वार्ता हुँदैछ है त। होइन, तपाईँको मुख किन यति रातो? एकदमै हस्याङ फस्याङमा आइरहनु भएको छ। मैले निश्चित रूपमा एउटा कुरा के भन्दाखेरि तपाईँले बुझ्नुपर्छ भन्दाखेरिलाई बाघको मुख मैले भात खाए पनि रातो, अनि मैले लात खाए पनि रातो। बुझ्नु भएन कुरा, त्यसकारण रातो। फेरि के भएको यो? कोही कहिले के भइरहेछ भन्ने कुरो होइन। भित्र के भइरहेछ? भित्र के भइरहेछ, कसो भइरहेछ मलाई के पनि थाहा छैन। वास्तवमा एकदमै रिस उठिरहेको अवस्था हो यो मलाई। अब यो फिनिस, अब त मरिस मारिदिन्छु म तँलाई। मरिस र मारिस पनि भनेको छ कि होइन? डाक्टर साहब त तपाईँसँग एकदमै रिसाइरहनु भएको छ कि किन खास? निश्चित रूपमा खासै रिसाउनु भएको भन्ने चाहिँ होइन। मैले चाहिँ उहाँको श्रीमतीका बारेमा अलिकति कुरा गरेँ। उहाँको श्रीमतीले कमाएको आम्दानीका बारेमा कुरा गरेँ होइन। उहाँको आम्दानीको बारेमा कुरा गर्दाखेरि अलिकति उहाँलाई चसक्क बिजेको मात्रै हो, खासै रिसाउनु भएको होइन।
अझै यही हुनुहुन्छ भने वास्तवमा हाम्रो वार्ता सफल भइसक्यो। अध्यक्षजी तपाईँ पनि भनिदिनुहोस् न। मुनि निश्चित रूपमा हाम्रो वार्ता चाहिँ मिलिसकिया अवस्था हो। हामीले एकअर्कालाई चाहिँ साह्रै नै स्वीकार गरिसकेको, तय दिल से नै स्वीकार गरिसकेका अवस्था हो। कुरा बुझ्नु पर्यो तपाईँले। वार्ता मिल्यो के? तपाईँहरू जानुहोस् भने के हामी तपाईँहरूलाई अनुहार अलिकति पछि देखाउँछु, हुँदैन?